स्पाइकर वा नो 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 त पुतली सँगै सिकाऊ हेरौँ हाई एभ्रिवान सबैजनालाई गुड मर्निङ ढोकिया सो हामी चाहिँ बेनी बजारमा आज मेरो ब्लग चाहिँ आज बेनी बजारबाट सुरु हुँदैछ रुमबाट नै अब सबैजनाले चट्ट दामी सपोर्ट गर्नुपर्छ है अब टिकटकमा मात्र हैन कि अब युट्युबमा नि चक्क माया गर्नुपर्छ अब हाम्रो बस्ती की रंग है गाइस कति राम्री राम्री परी हो राम्रो आउने मान्छे बेनीको बजारमा उठ्दैछ नजर झिले मिले के गरौँ होला रुमाल सुमाल छैन हामीसँग हाम्रो यो गण्डकी प्रदेशको लिडर त्यो सुपेन्द्र परियार भाइ के को खोजीमा रे युवतीको लड्कीको खोजीमा छ युवती र यहाँ त हामी किन जानु क्या उता उ त जाऊँ न यहाँ र मलाई फेरि केही थाहा छैन होइन बेनीमा चाहिँ यसो केटाहरूले घुम्दैछु रमाउँदैछु ओइ भाइ कहाँ हो त ऐसा क्या शीतलमा हिँडौँ न के घाम हिँड्नु यहाँ कालो मान्छे घाममा हिँड्नुको मजा राम्रो छैन कि होइन र ओइ जुत्ता के सुज टिभीहरूको होला भयो पैसा नै रे पैसा पैसा वसुल हेलो गाइस हामी चाहिँ अब सक्स किन्न पर्यो सक्स मिलाएर हामी चाहिँ अब सक्सहरू किन्यो अब उयो बेलुका जाने क्या त्यो डाँडामा क्या है बेलुका जानु रुममा फर्किने रिटर्न गो ब्याक भन्ने कुरो थाहा होला कि होइन यी यहाँ छ नि यी तेरो लागि क्यारी देखेन खतम भयो म त सक्छु खोजिन आएको युवतीको खोजीमा आएछ सक्स त पाइयो युवती पाएन भाइले दुःखको कुरो त्यो भयो ठिकै छ नोइस फेरि पाइन्छ भाइ जहाँ गए पनि त्यहीँ पनि तिमी पाइहाल्छ भाइ राजा यस्तरी तेरो चाकदेखि माथिसँग खिचिदिन्छ भिडियो नमस्ते के किन सेन्ट किन्ने र नाम के हो के मगर सुनिल मगर हो कसको फ्यान हो तिमी हिमाल सुनारीको अलि जोडले भन् न हो हिमाल सुनारी कसरी हान्छ सर्ट कोही हान्छ कसरी ल देखाइदियो त ल एकचोटि अझ फेरि ल नेटमा गर ल त्यसको सेलिब्रेसन कस्तो जोस कस्तो हो हिमाल सुनारीको कसरी देखाइदिए त अनि मुखबाट आवाजै निस्केन त ल कडा है कडा अनि खोइ मानबहादुरको फ्यान खोइ त कत्रो ठुलो धेरै ल अब यो चाहिँ ट्याक्क म भिडियोमा पोस्ट गरिदिन्छु है
हिमाल सुनारलाई ट्याग गरिदिन्छु है भाइलाई के रेस्पोन्स दिनु पर्यो ल है फ्यान रहेछ ल हामी चाहिँ यति बेला म्याग्दीको यो छापा भन्ने ठाउँमा छौँ हामी चाहिँ यता बरङ्जा धुली मेला खेल्न आएको अहिले चाहिँ यता गाउँतिरै हामी यसो प्र्याक्टिस गरेर भर्खर निस्किया हो अब चाहिँ हामी यहाँबाट रुममा जानु लाग्छ हाम्रो यो दाइ हुनुहुन्छ राइजर दाइको नाम के गरे पर्जल खत्री दाइ हुनुहुन्छ यो चाहिँ हाम्रो यो छापा भन्ने यही गाउँबाट हामी खेल्न आएको हो गाउँ बहुत अच्छा है पनि यहाँ बाख्रा चराउँदै बहिनीहरू बेनी बजार चाहिँ हामी दाइ र म दाइ हुनुहुन्छ हाम्रो दाइ पर्सल दाइ दुईटा बाइकमा टक्क यतातिर सरेर गलेश्वर मन्दिर जान लाग्यौँ है हामी चाहिँ म्याग्दीको लाइट बलेको ठाउँ हो होटेल त्यो चाहिँ कालीगण्डकी होटेल कालीगण्डकी है तर यो बाटो पनि अहिले यस्तो राम्रो बनाएछ हामी म्याग्दी जाने बेलामा त यस्तो बाटो थिएन अलिअलि बाटो बिग्रेको थियो अहिले बाटो पनि राम्रो बनाएछ दाजुभाइ गलेश्वर मन्दिरमा आएको देख्न सक्छौँ यहाँ मन्दिर यस्तो राम्रो छ है बेनी बजारको टाढा टक्क यस्तो राम्रो छ अब हामी गलेश्वर मन्दिर जान लाग्यो त्यही गरेर यसो भेटौँला है त हामी गलेश्वर बजार आइयो टक्क यो चाहिँ याक होटेल नि स्टार होटेल हो यहाँको पवित्र तीर्थस्थल गलेश्वर मन्दिर हो होइन बाटो बन्द छ त दाजुभाइ चाहिँ गलेश्वर मन्दिर हेर्छ यो याक होटेल बहुत राम्रो होटेल रहेछ चाहिँ टक्क हेर्न सक्छौँ बच्चा रहेछ छ यो होटेलमा केटाकेटीहरूलाई यस्तरी छोड्न त भएन नि यस भाइहरू पुतली ब्लग्स यहीँ बस्दा फर्केर आउँछौँ हामी केटारीहरूलाई जोसाउन नि पर्छ कि बल्ल हामी चाहिँ आइसक्यो है टक्क मन्दिरमा चिन्न दिए यसो हामी चाहिँ यति बेला टक्क मन्दिर घुम्दै आएछौँ है हाम्रो म्याग्दीको गलेश्वर मन्दिरमा भिडियो बनाउनु दिन्छ भित्र यो बुवाहरू हामी चाहिँ यो मन्दिरमा छौँ यति बेला भिडियोहरू बनाउनु पाइन्छ कि पाइँदैन थाहा होइन चाहिँ हामी चाहिँ यहाँभित्र जानु लाग्यो टक्क हेर्न सक्छौ हामी मन्दिरमा टक्क दुईटा दाजुभाइ हामी घुम्दै नजाली है हामी अरू आएनन् के अरे बाइक पनि केटाहरू माथिबाट आउनु मानेन हामी चाहिँ दाइको र म यसो मन्दिरतिर घुम्दै आइरहेछौँ टक्क दाइको पुतल दाइको भ्लग चाहिँ सबैले सब्सक्राइब गरेर हेरौँ है सबैले गरेर हामी गलेश्वर मन्दिर एकदम राम्रो रहेछ है भित्र चाहिँ यस्तो राम्रो भ्यू टक्क युवतीहरू पनि फोटो भिडियो बनाउँदै खान् त्यहाँ हेर्न सक्छौँ हामी म चाहिँ भिडियो बनाइदिएँ अब भ्लगमा गएर गर्नु पर्यो है गलेश्वर धाम एकदमै गेट टक्क यस्तो राम्रै छ भित्र यहाँ
भित्रै जाने चप्पल यतै राख्नुपर्छ सक्स लगाएर जानु त पाइन्छ सब लाएर पाइन्न माथि जाने हो र नराम्रो के खाइएर बसिया है यो हामी चाहिँ अहिले बरु भोलि बिहान आउनु पर्ला यहाँ मन्दिर यस्तो बवाल रहेछ यहाँ टक्क यहाँ चाहिँ भोलि बिहान यसो दर्शन गर्न आउनु पर्ला जस्तो छ अहिले चाहिँ हेर्न सक्छौ पुरै भ्यू गलेश्वर धाम बेनीको एकदम नै राम्रो प्रसिद्ध ठाउँ हो हामी चाहिँ दाइ भनेर भएछ ल है दाइ र म टक्क अब फर्किन्छ मलाई अब यसो हेर्न के कस्तो रहेछ रुममा बस्नु झ्याउ लागेर टक्क बाहिर यसो आएको ल यहाँबाट हामी गयौँ हामी चाहिँ भोलि बिहान आउने उ गर्दै यहाँबाट चाहिँ अहिले चाहिँ हामी यहाँबाट निस्किन्छौँ ल है ठाउँ चाहिँ यस्तो राम्रो रहेछ बरु फोटो यति बेला चाहिँ हामी यहाँबाट निस्किनु लाग्यो अब 2 जना मात्र आएको धेरै अरू दाइहरू आएको थिएनन् अनि त्यही भएर अब धेरै यसो भोलि बिहानतिर बरु दर्शन गर्न आउने तरिकाले आउनु पर्ला आज चाहिँ यहाँबाट हामी चाहिँ निस्केको थोरै हेरियो ठाउँ चाहिँ राम्रो रहेछ यता यसो भ्यूहरू मन्दिर पनि राम्रै चाहिँ भित्र दर्शन गर्न चाहिँ गइएन आज दाइ म गलेश्वर मन्दिरको यस्तो भ्यू हेर्न चाहिँ ठाउँ चाहिँ एकदम राम्रो रहेछ यता यस्तो सबै भ्यू ओभरअल राम्रो रहेछ यहाँ चाहिँ अब भोलि बिहान सबै दाइहरू हामी हेर्न आउने गरी आउनुपर्छ यति बेला चाहिँ अब हामी यहाँबाट जान लाग्यो दाइको बाइक अब चाहिँ रुममै गएर बाइक अब उता बजार गएर गरौँ ल हामी गलेश्वर मन्दिर गएर फर्केको यति बेला चाहिँ हेरेको मात्रै हेर्न मात्रै ठाउँ राम्रो रहेछ यहाँबाट चाहिँ रुम्बा होटेलमा जाने हो बेनी बजार हेर्न सक्छौँ है यो हाइवे बजार चाहिँ यहाँबाट चाहिँ हामी माथि जाने यो चाहिँ हाम्रो बागलुङ पोखरातिर जाने यहाँबाट चाहिँ अब हामी टक्क लाग्छौँ बेनी बजारको साँझतिरको भ्यू हेरौँ है नाइट भ्यू बेनी बजारको नाइट भ्यू हेर्नु जानुपर्छ है यो हस्पिटल चोक पनि यतै छ भन्थे यो चाहिँ हस्पिटल चोक रहेछ यहाँबाट चाहिँ अब बाइक चाहिँ खत्रै चलाइ चाहिँ बजारको भ्यू नाइट भ्यू बेनी बजार हेलो गाइज अहिले चाहिँ हामी अब अहिले चाहिँ हामी अब सबैजना हाम्रो टिममा दिउँसो बस्दा हामी बसेको यो होटेलमा हो दिउँसोभरि बस्दा बस्दै झ्याउ लाग्यो लाउँदै समात्नु त यसो हामी दिनभर बस्दा बस्दै हामी रुममा बोर भएर हामी चाहिँ अहिले पौडी खेल्न जानु लाग्यो स्विमिङ पुलतिर अब चाहिँ हामी चाहिँ अहिले अब स्विमिङ पुलतिर यसो दिनभर बस्दा बस्दा झ्याउ लागेर जानु लागेको हेर्न सक्छौँ हामी चाहिँ यहाँ टक्क स्विमिङ पुलमा आइयो यहाँ थारसार पनि छ पुरा CRX टक्क लाएर हेर्न सक्छौँ हाम्रो ग्याङहरूको बाइक हेर्न सक्छौँ पुतली ब्लग चाहिँ यति बेला राइडर है डुक चलाएर पुरा डुक चलाएर बस्नु भएको अनि ट्याक्क रोक्नु न जाम लागे हेर्न सक्छौँ हाम्रो ग्याङहरू चाहिँ यति बेला हामी टक्क यो स्विमिङ पुलमा आइसक्यो सबजना हेरौँ है उहाँ हाम्रो वञ्चित सर हुनुहुन्छ हाम्रो क्लबको ओपन स्पाइकर वा पौडी खेल्ने स्टाइल सिकिराखौँ है कसैलाई पौडी खेल्ने स्टाइल थाहा छैन भने त पुतलीसँगै सिकौँ हेरौँ है हेरौँ उहाँ सर चाहिँ खानामा बिजी हुनुहुन्छ मैले पनि एउटा पाइसकेँ म पनि खाइहाल्छु अब उहाँ हाम्रो ग्याङ यो टक्कै लामाखेत होटेलमा यहाँको स्विमिङ पुलमा टिकट काउन्टर रहेछ हेर्न सक्छौ भिडियो बनाउन पाइन्छ नि होइन मजाले गर्न चाहनुहुन्छ भनेपछि तल दिएको नम्बरमा फोन गर्नु होला कर्मचारी आवश्यकता रे भन्नु त ल म यता नवीन दाइसँग जान्छु भिडियो बनाउनु के भयो यहाँ चाहिँ अब हामीले उ गराएको पानी थोरै भएर यहाँ नपौडिने भन्ने कुरो भयो हाम्रो हामी चाहिँ यहाँबाट अब फेरि अर्को ठाउँ जाने उता गलेश्वर जाने कुरा भयो अनि जाऊ तिमी त्यहाँ जाऊ भन्न खाने अब चाहिँ हामी चाहिँ नवीन दाइ र म चाहिँ यता
यहाँबाट गएर चाहिँ हामी चाहिँ अब अर्को ठाउँमा टक्क हामी गलेश्वर जानु लाग्यो र हाई गाइस, अब हामी चाहिँ राइड गर्दैछौँ। हामी स्विमिङ पुलमा जाँदैछौँ। यहाँको स्विमिङ पुल चाहिँ अलिक पानी सानो रहेछ। हामी चाहिँ हल्का हल्का मान्छे होइन, मजा आउन के अरे यस्तो दिन पऱ्यो नि त होइन। पऱ्यो त्यही भएर हामी बाहिर मात्रै अब यहाँबाट टक्क उता गलेश्वरकोमा गइन्छ। अब हामी उहीँ गएर भेटौँला है त ल। यति बेला टक्क यहाँ बजारमा बेनी बजार छमै अगाडि हाम्रो दोस्तीहरू छ, दुईवटा एनएस बाइकमा मज्नु भाइले पुरा प्रितम त्यो दाइले चाहिँ राइड हुनुहुन्छ। पछिको दाइ कहाँ आयो यार, बेनी बजार हेर्न सक्नुहुन्छ। यस्तो है यो भ्यू मैले हिजो पनि देखाइसकेँ। हिजो गलेश्वर मन्दिर जाने बेला आज पनि हामी त्यतैबाट स्विमिङ पुलमा चाहिँ जान आँटेको हेर्न सक्छौँ। बाटो ठाउँ यस्तो राम्रो हो, टक्क भेटेको। बाइक लिएर यस्तो तरिकाले हिँड्दै हेलो एभ्रिबडी। सो अहिले चाहिँ हाम्रो भाइले भ्लग बनाइरहेको थियो। अवश्य मैले बनाउन लाग्छु हल्का सर्ट भिडियो चाहिँ है। यो चाहिँ गलेश्वर मन्दिर दर्शन गरौँ है। भिडियोबाट यदि टाढा हुनुहुन्छ भने भिडियोबाट चाहिँ दर्शन गर्नुहोस्। गाइज हामी चाहिँ आज चाहिँ 3 डे भनौँ है। सो आज हामी चाहिँ स्विमिङ हान्न जाने हो कि त्यही भएर टक्क कसरी ए फेरि नगर जाने हो क्या, फुरफुरी नगर। चुटी भाइ फेरि खतरा हो क्या। फेरि चस्मा दिएन मलाई आउँछ एकचोटि। चस्मा लगायो भने त फेरि लास्टै हान्छ भन्दा फेरि ल। अब हामी पौडी खेलेको भिडियो आउँछ। राम्रो पढाउनु थियो त्यो हेर नि यो त्यो पानी खाने मान्छे। म पौडी जान्दिनँ बाबा, किन बेकार होइन। खतरा भिडियो बनाऊ, मैले खतरा भिडियो बनाइदिएँ। Kırdım.
ढाबा नै एउटा भाइ हामी चाहिँ अहिले स्विमिङ गरेर चाहिँ चक्क अब रुमतिर जाँदैछौँ है। बवाल रमाइलो भएको थियो यो छाडा मान्छे हो। सुपेन्द्रको थियो अहिले जाङ्गे खसेको देखेनौ ला कत्रो